पनि छैन। जेनजीको नाममा बारबरा फाउन्डेसनले अगाडि बढाएका व्यक्तिहरूले दबाब दिएर मन्त्री नियुक्त गराइरहेका छन्। टोटल्ली फ्री तिब्बत मुभमेन्टसँग जोडिएका व्यक्तिहरू, चाहे पहिले नियुक्त भएका हुन्, धेरैका विषयमा सबै कुरा आएका छैनन् र सायद मलाई लाग्छ त्यो आउने समय पनि भइसकेको छैन। किन यहाँको मान्छेको स्तर, यहाँको मान्छेको दरिद्रता, यहाँको मान्छेको छिपछिपे दिमाग र कुनै पनि कुरालाई घटना घटिसकेर बितिसकेर बर्बाद भइसकेर बासी भइसकेपछि मात्रै बुझ्ने निम्न स्तरको सोचको कारणले कतिपय कुराहरू समय नपुग्दै भन्न पनि गाह्रो हुन्छ। किन यस्ता मान्छेहरूलाई पच्दैन, स्तर हुँदैन। तर जो लगिएका छन् ती सबै पेशेवर अपराधी हुन्, पेशेवर गुण्डा हुन्। त्यति मात्रै होइन, 99% पेशेवर लुटेरा पनि हुन् जो अहिले सुशीलाको वरिपरि छन् र त्यो सबै अमेरिकन नेटवर्कमा काम गरेका मान्छेहरू हुन्। अब जो लगिँदैछन्, जो चर्चा आइरहेको छ, ती सबै फ्री तिब्बत मुभमेन्टसँग जोडिएका र अमेरिकाको युथ काउन्सिलबाट प्रशिक्षित रहेका व्यक्तिहरू बाहेक बाहिरको मान्छे एकजना पनि छैन। अब यसले के देखिन्छ? सिफारिस त्यसरी भएको छ र सिफारिस गर्ने व्यक्ति बाहिरका छन्। एनजिओ जस्तो केही मिडियामा आएको छ, पहिले उनी घन्टीमा पठाइन् खेल्न। सुमना श्रेष्ठ भन्ने एकजना पात्र छन्, घन्टीमा पठाइन्। अब रवि थुन्ने अहिले उनको के भयो, ड्युटी परिवर्तन गरिदियो होला पर्दा पछाडिबाट। अहिले सुशीलाको मन्त्री कलाई बनाउने भनेर छान्ने एउटा पात्र उनी पनि हुन् भन्ने मिडियामा आएको छ र मैले त्यस्तो विभिन्न ठाउँबाट सुनेको छु। एकदमै प्रतिबद्ध, अमेरिका र युरोपप्रति प्रतिबद्ध मान्छेहरू छान्ने जिम्मा उनलाई दिएको छ सुशीलाको तर्फबाट। अब यसले चाहिँ राज्य भन्ने केही पनि छैन, ठुलो खालीपन र शून्यता छ भन्ने कुरा यसले देखाउँछ। अब यसको विशेषता के हुन्छ भने लगाम कसैको छैन। अब सुशीलाको पनि लगाम छैन। मैले सुशीलालाई त्यहाँ अर्को कुनै जेन्जी नामको एउटा बुख्याचाली चलाइरहेको छ। सुशीलालाई एउटा जोकरको रूपमा खडा गरिएको छ केही समय काम गर्न। उनको पनि त्यहाँ केही छैन। तपाईहरुले सुनिराख्नु भएको छ, बाहिरबाट जसले सिफारिस गर्छ त्यो नियुक्त गर्नुपर्ने अवस्थामा उनी छिन्। कुनै नियुक्ति बालेनको आदेशमा गर्नुपर्छ, कुनै नियुक्ति अर्को सुदन गुरुङ भन्नेको आदेशमा गर्नुपर्छ, कुनै नियुक्ति सुमनाको सल्लाहमा गर्नुपर्छ र पर्दा पछाडि अरू यस्ता होलान्। बारबरा फाउन्डेसनमा धेरै मान्छे छन्। बारबरा फाउन्डेसनको महासचिव नै सुशीलाको मन्त्री भएर बसेकी छिन्, एकजना महिला। अब लगाम कसैको लगाम कसैमाथि छैन। चेक एन्ड कमान्ड सिस्टम पुरै समाप्त भइसकेको छ। चाहे पुलिसको भन्नुहोस्, चाहे कर्मचारी तन्त्र, चेक एन्ड कमान्ड पुरै ध्वस्त भइसकेको छ।